वेलकम टु माई न्यू भ्लग। आई होप तपाईँहरू चाहिँ सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु र आज चाहिँ म बाहिर निस्केको छु हैन, यसो घुमघाम गर्नको लागि। आजको मौसम चाहिँ खतरा भएको छ। अहिले चाहिँ लगभग त्यस्तै 5-7 बजे होला अनि मौसम चाहिँ एकदम दामी भएको क्या, शीतल हैन, चारैपट्टि यस्तो खतरा शीतल छ एकदमै। अनि म चाहिँ माथि पुलमा जाँदैछु क्या अहिले, किनभने बेलुका चाहिँ अलिक खतरै देखिन्छ क्या भ्यूहरू। अनि त्यस्तै घरमा बस्न झ्याउलाएर जस्तो निस्केको छु म। हेर्ने माथि कस्तो राम्रो बर्ड के, कस्तो बसे हैन, त्यो पानीले भिजेर कस्तो देखिएको के। यहाँ चाहिँ यस्तो चराहरू चाहिँ लगातार उडे गर्छ क्या, यस्तो बवाल लाग्छ हैन। हेर्न अहिले नि उडिरहेको क्या। फाइनली म चाहिँ पुलमा आइसकेँ नि। यहाँको पुलको दाम चाहिँ यस्तो भ्यू खतरा छैन, पछाडि सबै देखिसक्यो कि यस्तो पछाडि एकदम बवाल छ अनि एकदम खतरा के चाहिँ त्यस्तो बित्तिकै अहिले चाहिँ हावा चाहिँ चला होइन। यहाँ चाहिँ म खास गरी आउनु भनेको चाहिँ यहाँ दिदी अगाडि गएको क्या, अनि दिदीको पछि आएको थिएँ भने, अनि दिदी चाहिँ अगाडि पुगिसक्यो अनि दिदी चाहिँ अगाडितिर गइसक्यो अनि म चाहिँ त्यतिर छु क्या। म जान्छु होला अहिले। आज चाहिँ हाम्रो केमिस्ट्रीको एक्जाम थियो कि हाम्रो स्कुलमा, अनि त्यस्तो कस्तो मलाई चाहिँ यस्तो लेख्नु छैन केही पनि नआएर कि यस्तो झ्याउ लगाएर थिएँ। अनि आज चाहिँ बल्ल बल्ल आएको क्या, नत्र अन्त हेरी हेर त्यहाँदेखि त लास्टै गाह्रो हुने क्या केमिस्ट्री चाहिँ। र फेरि आज चाहिँ दिनभरि पानी परेको के, अनि पानी परेको गरेर फेरि त्यो हिँड्न समस्या भएर मेरो त लुगै भिजेको थिएन। म यत्तिकै आयो अनि अहिले लुगा नै फेरि होइन, म यत्तिकै बसिरहेको छु क्या। अनि त्यहाँबाट हेर्न बाबु चाहिँ त्यहाँ क्या, बाबु चाहिँ त्यहाँको बाजेहरूले खेलाइरहनु भएको क्या त्यहाँ अगाडि। आजको क्यामेरा क्वालिटी चाहिँ अलिक राम्रो होला है, किनभने चाहिँ यो मोबाइल चाहिँ दिदीको क्या, दिदीको मोबाइलबाट गर्दैछु नि त मैले अहिले। त्यो क्यामेरा क्वालिटी चाहिँ अलि राम्रो बेटर भयो होला त्यो पहिलाको भन्दा। त्यो पहिलाबाट त अलिक मोबाइल लास्टै ह्याङ हुन्थ्यो, त्यसैले बनाउनै मिल्थेन क्या त्यस्तो विधि। अनि यहाँ अगाडि के हुन्छ क्या, अनि के हो मलाई पनि थाहा नि होइन। त्यो 3टा बनाहा यस्तो हाम्रो माथि गाउँमा चाहिँ कस्तो त्यो के अरे त्यो तुलसीको बोटहरू गर्नको लागि रोप्नको लागि बनाउँथ्यो। यहाँ चाहिँ केयरमा राखेको थियो थाहा नि होइन। र मैले चाहिँ टाइम स्पेन्ड गर्न जति चाहिँ गरिसकेँ र अब चाहिँ घर फर्केको। अनि किनभने अब मैले चाहिँ पढ्नुपर्ने हुन्छ, अब 6 बजीतिर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यसैले म चाहिँ घर फर्किसकेँ अब। र आजको लागि यति नै। भिडियो मन पऱ्यो भने चाहिँ लाइक र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब, र अर्को नयाँ भिडियोमा भेटौँला। बाई।